धेरै कलेजहरू यो तपाईँको सदरमुकाममा छ, आसपासमा पनि छ। तपाईँको मनोकामना कलेज कुन माइनेमा फरक छ अरूभन्दा? नमस्कार, म सुरेन्द्र प्रसाद कुशवाहा। आज म एउटा पोडकास्ट गर्ने क्रममा यस्तो व्यक्तित्वसँग भेट भएको छ जसको निरन्तर प्रयास र मेहनतले यो बारा जिल्लामा शिक्षाको क्षेत्रमा एउटा ठुलो योगदान पुर्याउन सफल हुनुभएको छ। क्लास पिजीदेखि लिएर अहिले 12 सम्मका सैकडौँ हजारौँ विद्यार्थीहरूलाई शिक्षाको उज्यालो प्रकाश दिएर आफ्नो एउटा शिक्षा प्रेमीको रूपमा जुन स्थापित गर्नुभएको छ, उहाँ व्यक्तित्व हुनुहुन्छ आदरणीय रामबाबु प्रसाद कुशवाहा, जुन मनोकामना कलेजको एउटा फाउन्डर डाइरेक्टर समेत हुनुहुन्छ। र त उहाँसँग आजको यस पोडकास्टमा शिक्षासँग सम्बन्धित कुराहरूको बारेमा हामी चर्चा गर्न गइरहेछौँ। सर, तपाईँलाई यो कार्यक्रममा स्वागत छ। धन्यवाद। म यो पोडकास्ट एउटा व्यक्ति विशेषसँग कहिलेकाहीँ गर्ने गर्छु जसले गर्दाखेरि समाजमा एउटा उत्साह, उत्प्रेरणा र सही म्यासेज जाओस्। किनकि अहिले सोसल मिडियाको जमाना छ, धेरै चिज हामी सोसल मिडियाबाट सकारात्मक चिज समाजमा पठाउन सक्छौँ। त्यही क्रममा सरलाई मैले आज यो पोडकास्टमा निम्ति आएको छु, या तपाईँले मलाई बोलाउनु भएको छ। खासमा यो मनोकामना कलेज को बारेमा तपाईँ आफ्नो बारेमा एउटा संक्षिप्त परिचय दिइदिनुहोस् न हाम्रो श्रोताहरूले। धन्यवाद। नमस्कार, मेरो नाम रामबाबु कुशवाहा हो। म चाहिँ यो बारा जिल्लाको कलैया जस्तो सुन्दर नगरीमा 2059 सालमा स्कुल स्थापना गरी 2033 सालमा मनोकामना कलेज स्थापना गऱ्यौँ र यसमा म्यानेजमेन्ट र ल को विद्यार्थीहरूलाई हामी शिक्षा दिने गर्छौँ र एकदम शान्त वातावरणमा हामी कलैया बारा जिल्लामै एउटा उत्कृष्ट कलेजको रूपमा हामी स्थापित भइसकेका छौँ र भोलिको दिनमा पनि विद्यार्थीहरूलाई हामी किताबी नलेज मात्रै दिँदैनौँ, यसमा हामी विद्यार्थीहरूलाई संस्कारवान, नैतिकवान, चरित्रवान जस्ता कुराहरूमा हामी विशेष जोड दिन्छौँ। बच्चाहरूलाई पढाइको साथसाथै ट्रेनिङको व्यवस्था हामी बढीभन्दा बढी गर्छौँ र त्यो ट्रेनिङको मार्फत विद्यार्थीहरूलाई सक्षम बनाउँछौँ। जसरी कि सरले भन्नुभयो, अहिले 59मा स्थापित भएर यहाँ कलेजसम्म पुग्नु भएको छ। म्यानेजमेन्ट र ललाई अहिले तपाईँले यहाँ सब्जेक्टको रूपमा लिनुभएको छ। साइन्स किन गर्नु भएन? यहाँ साइन्सको पनि एउटा कलेज पनि छैन, के छ त्यस्तो? अब विशेष रूपमा मेरो दिमागमा के आयो भने देशलाई प्रगति गराउनु छ भने दुईटा कुराको आवश्यकता पर्छ। और फर्स्टमा हो कानुन, कानुनले हरेक मान्छेलाई सिस्टममा ल्याउँछ, र अर्को हो व्यवस्थापन, म्यानेजमेन्ट। यानी देशको म्यानेजमेन्ट राम्रो भयो भने देशले प्रगति गर्छ। कानुन जान्नु पर्यो र म्यानेजमेन्ट सिक्नु पर्यो। यो दुईटा भयो भने हामी डाक्टर, इन्जिनियर जहाँबाट पनि बोलाउन सक्छौँ। ठिक छ सर, अहिले हाम्रो लोकालिटीको हरेक चिजलाई दृष्टिगत गर्ने हो भने अहिलेको आवश्यकता चाहिँ तपाईँको म्यानेजमेन्ट र तपाईँको ललाई महसुस गर्नुभयो। बढ्दै जाँदा भोलिको डेटमा साइन्स गर्ने मेन्टालिटीमा हुनुहुन्छ कि नाइ? साइन्स चलाउने मैले मेन्टालिटीमा छैन, बरु ब्याचलर, यसलाई ब्याचलर, यसैको ब्याचलर अहिले चलिरहेछ कि ब्याचलर? अहिले चलिरहेको छैन, प्रयासमा छ। के को बीबीए वाला ब्याचलर कि त्यो कानुन? बीबीएस को लागि हामी ल्याउने प्रयासमा छ। धेरै कलेजहरू यो तपाईँको सदरमुकाममा छ, आसपासमा पनि छ। तपाईँको मनोकामना कलेज कुन माइनेमा फरक छ अरूभन्दा? हामी विशेष रूपमा विद्यार्थीहरूलाई आत्मनिर्भर बनाउने, संस्कारवान बनाउने, सफल बनाउने प्रयासमा हामी अग्रसर छौँ। धेरै ठाउँ लिनुभयो, यहाँ हल पनि बनाउनु भएको छ, एकदम गार्डन जस्तो सजाउनु पनि भएको छ। यसले विद्यार्थीको पढाइमा असर पार्छ। अहिले भर्खर बहिनीले पनि भन्यो कि एउटा राम्रो इन्भाइरोमेन्ट ले बनाउनमा यो सबै स्थानले, लोकेसनले, डेकोरेसनले, पिसफुल इन्भाइरोमेन्टले मद्दत गर्छ। सायद त्यही कारणले होला कि तपाईँ त्यहाँबाट यहाँ ल्याउनु भयो कि अरू कुनै विशेष कारण छ? यहाँ लानु कारण त्यही हो, जग्गा
प्रशस्त भयो। अब कलैयामा 20 सहरमा चाहिँ जग्गा प्रशस्त पाएनन्। यहाँ चाहिँ हाम्रो 1.5 बिघा जग्गामा 40वटा कोठा भएको भवन छ हामीसँग, हवल छ, गार्डन छ, खेल मैदानहरू छन्, बास्केटबलको छुट्टै छ, क्रिकेटको लागि छुट्टै छ, इन्डोर गेमको लागि छुट्टै छ। मतलब सफिसियन्ट भयो हो, त्यो हिसाबले हामी यहाँ लाग्न खोजेको। खोज्नु भएको छ। जो विद्यार्थी टाढा टाढाको छ, यदि यहाँ पढ्न आउन चाहन्छ भने त्यसको लागि के व्यवस्था छ? हामीसँग गाडीको व्यवस्था छ, यातायातको व्यवस्था छ हामीसँग। विद्यार्थी इच्छुक छ भने हामी गाडी पठाएर त्यसलाई सुरक्षित रूपमा यहाँ लाउँछौँ र सुरक्षित रूपमा घरसम्म पनि। फी लेभल कतिको महँगो छ कि सस्तो छ, के छ? अब क्वालिटी हाम्रो काठमाडौँ जस्तो छ र फी स्ट्रक्चर गाउँ जस्तो छ। एकदम कम शुल्कमा विद्यार्थीहरूलाई राम्रोभन्दा राम्रो शिक्षा हामी दिन्छौँ। अब किनभने हाम्रो यहाँको आर्थिक अवस्था पनि त्यस्तै छ, अलिकति यता इकोनोमिकली मान्छे ब्याक पनि छ। त्यसले गर्दाखेरि गरिब विद्यार्थीहरूको लागि कस्तो खालको प्याकेज छ, स्कलरसिपको व्यवस्था छ? जो मेरिटमा छ, उसँग चाहिँ इकोनोमिकली त्यो स्ट्रङ छैन भने त्यस्तो विद्यार्थीलाई कुन प्रक्रियाले तपाईँ स्कलरसिप दिनुहुन्छ? त्यस व्यवस्था छ कि छैन तपाईँको कलेजमा? हामी विशेष रूपमा गरिबलाई मात्रै हेर्दैनौँ, हामी इन्ट्रेस्टेड विद्यार्थीको लागि व्यवस्थापन गरेका छौँ। गरिब र जेहनदार भने हो, त्यसमा जो सुकै पनि पढ्न सक्छ। जस्तै गरिबै छ, त्यसको इन्ट्रेस्ट छैन, त त्यसलाई हामी पढाइमा पनि धनी हुनु पर्यो। हो, विचार त धनी हुनु पर्यो, पढाइप्रतिको इन्ट्रेस्ट हुनु पर्यो। त्यसलाई हामी के छ प्रोसेस के छ त्यस्तोलाई आउनेको लागि, स्कलरसिपमा आउनको लागि तपाईको कलेजले कस्तो पहिला त्यसको इन्ट्रेस्ट चाहियो कि म मनोकामना चुज गर्छु। मनोकामना आइसकेपछि त्यसको आर्थिक स्थिति, पढाइको स्थिति हेरेर हामी स्कलरसिप पनि दिने गरेका। जस्तै अरू कलेजले जुन इन्ट्रान्स निकाल्छ नि, इन्ट्रान्स निकालेर त्यसमा टपमा आउनेलाई स्कलरसिप दिन्छ, यस्तो केही छ? हामीसँग पनि छ, 100% पनि स्कलरसिप छ। जो त्यस्तो इच्छुक विद्यार्थी छ, ट्यालेन्टेड विद्यार्थी छ, त्यसलाई हामी 100% पनि स्कलरसिप दिन्छौँ। दिनुहुन्छ। यहाँ 11-12 मा खालि तपाईँकै त्यो बेसिक 10 बाट आएको विद्यार्थीहरू छ भने अरू ठाउँबाट पनि आउँछन्, धेरै ठाउँबाट छ। रोटरबाट पनि छ, पर्साबाट पनि छ, बाराको कुना कुनाबाट पनि छ विद्यार्थी। फरक जिल्लाबाट पनि आउँछ। के उनीहरू होस्टेलमा बस्छन् कि तपाईँहरूले होस्टेल एभाइलेबल गराउनु भएको छ कि आफै कहीँ बसेर? आफै त्यो डेरामा बस्छन् र आउँछन्। होस्टेल कतिसम्म राख्नु भएको छ? हाम्रो 10 क्लाससम्म होस्टेल। 10 क्लाससम्म। बाँकीको विद्यार्थी आफू म्यानेज गरेर हो। तपाईँले मलाई यहाँ बोलाउनु भयो, म पनि तपाईँको कलेजको बारेमा केही जान्ने मौका पाएँ, सुन्ने मौका पाएँ। यसको लागि तपाईँलाई धेरै धेरै धन्यवाद। लास्टमा तपाईँ अभिभावकलाई या विद्यार्थीलाई या यो जुन समुदाय छ हाम्रो शिक्षालाई जोडेर केही मेसेज दिन चाहनुहुन्छ? म के भन्न चाहन्छु भने शिक्षा प्रेमी आदरणीय अभिभावक, बरावासी, नेपालवासीलाई एकचोटि यस मनोकामना कलेजमा भ्रमण गरिदिनको लागि पनि हार्दिक अनुरोध गर्छु। एकचोटि तपाईँहरू आइदिनुहोस् यस कलेजमा, यहाँको इन्भाइरोमेन्ट, यहाँको शिक्षा दीक्षा तपाईँहरू हेरिदिनुहोस्। त्यसपछि तपाईँ मलाई भन्नुहोला। तपाईँहरूको सुझाव सल्लाहलाई म एकदम हृदयमा राख्छु र अझै यसलाई एउटा यो मधेसी प्रदेशमा हामी नम्बर 1 बनाउन खोजेका छौँ र अभिभावक, शिक्षा प्रेमी, बुद्धिजीवी सर्कल सबैको सुझाव सल्लाह लिएर हामी अगाडि पनि बढ्छौँ। उहाँ हुनुहुन्थ्यो मनोकामना कलेजका डाइरेक्टर रामबाबु प्रसाद कुशवाहा सर। उहाँको योगदान, उहाँको मेहनत र आफ्नो परख र आफ्नो क्षमताले खडा गर्नुभएको मनोकामना कलेजको बारेमा हामी सानो भलाकुसारी गऱ्यौँ। आशा छ यसले पक्कै पनि बारा जिल्लाको शिक्षा क्षेत्रमा एउटा सकारात्मक असर पार्नेछ। हस् त, धन्यवाद। धन्यवाद, नमस्कार।